बाइकर्स पोइन्टमा फेरि इन्जिन भइसकेको छ। यहाँ हेर्न सकिन्छ जतिजना मान्छे त्यतिवटा इन्जिन यहाँ हेर्न सकिन्छ सुरुमा यहाँदेखि। र यो चाहिँ NS 200 को जुन चेम्बर फुटेर आएको थियो त्यो बाइकको इन्जिन भइहाल्यो। र त्यसपछि 2 नम्बरमा यहाँ यो चाहिँ FG 25 को यो चाहिँ फुल इन्जिन यो भइहाल्यो। र 3 नम्बरमा चाहिँ यहाँ हेर्न सकिन्छ यो 390 को जुन यसमा हामीले डोमिनारको ब्लक इन्स्टल गरेको। सो यो 3वटा भइहाल्यो। र 4थो नम्बरमा यहाँ चाहिँ यो पनि चेम्बर फुटेर आएको बाइक चाहिँ चेम्बर यहाँ नयाँ हालिसक्यो BS6 Duke 200 4वटा भयो। र 5औं नम्बरमा यहाँ हेर्न सकिन्छ यामाहाको ट्विन सिलिन्डर बाइक हो यो R3। यसको नि फुल इन्जिन हामीले खोलिसकेका छौँ। र त्यसपछि यहाँ रोयल इनफिल्ड क्लासिक 500 को यहाँ लेथको काम गराएर बल्बहरू नयाँ हालिसके। र त्यसपछि यहाँ चाहिँ 390 यसको नि पुरा इन्जिन यहाँ निकालिसकेका छौँ। जस्ट एउटा भिडियोको लागि यो गरेको। र टोटल जतिजना मान्छे त्यतिवटा इन्जिन छ है बाइकर्स पोइन्टमा। फेरि इन्जिनै इन्जिन। र तपाईँ सबलाई थाहा छँदैछ बाइकर्स पोइन्ट भाइरल बनेको वायरिङ र इन्जिन बनाएर हो।